दर्शकबिन यति बेला घरबाट पनि हेरिरहेका छन्, सबैलाई एक्साइटेड छ। यहाँका स्थानीयहरूले पनि रवि लामिछानेलाई अहिले ल्याएको रवि लामिछानेलाई हेर्न आतुर भएको देखिन्छ। दर्शकबिन यहाँले हामी यहाँ देखाइरहेका छौँ, माथि बरन्डाबाट पनि हेरिरहनु भएको छ। हजुर नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हेर्न आउनु भएको छ। हजुर म यही वडा नम्बर 4 को र म चाहिँ एउटा पदीय दायित्वमा पनि छु। राष्ट्रिय स्वतन्त्र पार्टी ललितपुर महानगरको उपसभापति र अहिले कार्यवाहक सभापतिमा पनि छु। कतिखेरदेखि यहाँ हुनुहुन्छ? हामी करिब 1 बजेदेखि नै छौँ यहाँ। 1 बजेदेखि? एकदम हजुर। तपाईँको सभापतिलाई त यहाँबाट यस्तो स्पिड लगियो, त्यो हेर्नुभयो, कस्तो लाग्यो? अब त्यो त हामीलाई नहेरोस्, यहाँ नाराबाजी नहोस् भनेर सरकार डराएर नै यसरी लग्यो। होइन भने त एकछिन रोकेर यत्रो समर्थकहरू जम्मा हुँदाखेरि यो एकदमै आनन्दले लैजान सकिन्थ्यो। त्यो एकदमै सुरक्षा घेराभित्र उहाँलाई हालेर लैजानु भनेको त सरकार डराएर नै हो पक्कै पनि। नेपाल प्रहरीले त अब सुरक्षाको हिसाबले पनि यहाँ धेरै भिड भएपछि त त्यो गर्ने नै भयो। जस रवि लामिछानेलाई हेर्नुभयो, देख्नुभयो? एकदम। मैले यहाँ भिडियो पनि खिचेको छु। सँगसँगै उहाँले हात हल्लाएर हामीलाई समर्थन जनाउनु भएको छ। महिनापछि प्रत्यक्ष रूपमा देख्नुभयो? करिब 5 महिना नै भयो। 5 महिनापछि प्रत्यक्ष देख्नुभयो? हजुर 5 महिना नै भयो। त्योभन्दा अगाडि झन् तीजमा त हामी धेरै नजिकै भएर उहाँले हामीलाई दिदीबहिनीहरूलाई दरै खुवाउनु भएको थियो। हाम्रो घन्टी घरमा हामी धेरै नजिकै भएर हामीले उपहार सहित हामी उहाँसँगै बसेर हामीले चाहिँ तीज मनाएको थियौँ गत वर्ष। यो वर्ष त मनाउन पाइँदैन जस्तो छ, उहाँको त बास कारागारमै होला जस्तो छ। हजुर अब उहाँ यहाँ आइसक्नु भएको छ। अब त्यो हिसाबले उहाँसँग बसेर मनाउन नपाइए तापनि कमसेकम यही हाम्रो ठाउँमा, हाम्रै ललितपुर र हाम्रै वडा नम्बर 4 मा आउनुभएको हुनाले चाहिँ हामीलाई अलिकति जोस जाँगर आएको छ। जुन कुरा हामी रूपन्देहीमा हुँदाखेरि हामी एकदमै विचलित अवस्थामा नै थियौँ। त्यहाँको अवस्थामा जाँगर भन्नुभयो, अहिले कतिपयले के भनिरहेछन् भने तपाईँ निर्दोषै ठहर भइसकेका होइनन्, यसरी खुसियाली नै मनाउनु पर्ने चाहिँ किन भनेर तपाईँहरूलाई प्रश्न गरेका छन्। यति धेरै माहौल, यति धेरै खुसी मनाइरहनु भएको छ तपाईँहरूले, किन होला यो चाहिँ? यो त सरकारले कुनै प्रमाण भेट्टाएको छैन। निर्दोष साबित र दोषी साबित भन्ने कुरै भएको छैन। यहाँ त आरोप मात्रै लगाइएको हो। आरोप लगाउँदैमा कोही व्यक्तिलाई चाहिँ दोषी साबित गरेर चाहिँ जेल हाल्नु त यो सरकारले गरेको प्रतिशोध। यो त देश होइन, अन्तर्राष्ट्रिय जगतसम्मै फैलिसकेको छ। हजुर यो भिड हेर्दा त तपाईँहरूले निर्दोषै साबित गरिदिइसक्नुभयो नि त फेरि। हजुर भिड हेर्दा आजको भिडले त उहाँलाई कमसेकम रूपन्देही जस्तो एउटा काल कोठरीमा कसरी राखिएको थियो त्यो हामीले सञ्चार माध्यमहरूबाट देख्न पायौँ। हाम्रो साथीहरूले भेटेर आउँदा उहाँको अवस्थाको जानकारी पाइरहेको थियौँ र त्यो हिसाबले चाहिँ उहाँलाई यहाँ ल्याउन पाउँदाखेरि चाहिँ कमसेकम त्यहाँको त्यो 42 डिग्रीको अवस्थाबाट चाहिँ उहाँलाई एउटा शीतल वातावरणमा त हामीले राख्न पाउँछौँ भन्ने हिसाबले चाहिँ यो उत्साह हो। भनेपछि त्यसैको एउटा समर्थन हो तपाईँहरूको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई समर्थन गर्नु भएको छ। तर अब कारागारमै उहाँको दिनहरू बित्छन् जस्तो छ। अब कसरी अगाडि बढ्नुहुन्छ तपाईँहरू? कारागारमै दिनहरू बित्छन् जस्तो छ भनेर भनिसक्ने अवस्था छैन, किनकि बिना प्रमाण कसैलाई पनि दोषी करार गर्न पाइँदैन। यो सरकारले प्रतिशोध साधेकै हो। अनि यसमा चाहिँ उहाँ कतिन्जेल चाहिँ उहाँले कारागारको जीवन बिताउनु पर्छ भन्ने कुरा त अब अहिले सरकारमा बसेका जुन पदीय दायित्वमा बस्नुभएकोहरूले गर्ने निर्णय देखिया छ। अहिलेसम्म उहाँहरूले जे भन्यो त्यही मात्रै लागू भइरहेछ। त्यसकारण जुन दिन सत्यको जित हुन्छ त्यो दिन अवश्य पनि उहाँ कारागार बाहिर हुनुहुन्छ। र आजको माहौल पनि हेर्नुहोस्, आज कृष्ण अष्टमीको दिन, जुन दिन चाहिँ भगवान कृष्णले जन्म लिनु भएको थियो, यस्तो दिनमा चाहिँ उहाँलाई चाहिँ यहाँ लिएर आइएको छ। एउटा छत्र छायामा आउनुभयो। एकदमै यो हाम्रो झन् वडा नम्बर 4 यो हिसाबले त हामीले आफूलाई एकदम भाग्यमानी ठानेछौँ। अहिले कारागारमा हुँदा पनि त्यो खालको खुसी मनाउनु पर्ने अवस्था आइसक्यो। यो एकदमै यस्तो कस्तो वातावरणबाट उहाँलाई निकालियो भन्ने कुराको खुसी हो। यो कुनै उहाँ चाहिँ सर्पोले टोक्ने अवस्था, एउटा झ्यालमा चाहिँ जाली पनि नठोकेर चाहिँ झ्यालमा चाहिँ अन्धकारको अवस्था होइन, सुत्ने बेडको चाहिँ खुट्टा चाहिँ बाहिर निस्किने अवस्था, यी अवस्थाहरू हामीले देख्न पायौँ, सुन्न पायौँ। जुन कुराबाट चाहिँ उहाँलाई मुक्त गर्न सकिन्छ र एउटा शीतल वातावरणमा उहाँकै आफ्नो जन्मस्थान यो काठमाडौँ उपत्यकाभित्र उहाँलाई चाहिँ भित्राउन पाउँदा त्यो किसिमको खुसी चाहिँ हामीलाई भइरहेको हो। त्यसो भए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्दोष छन् भन्ने एउटा यो तपाईँहरूको रौनक भिड हो। यो चाहिँ
यो म मात्रै होइन, सारा देशले बोलेको छ। आज हेर्नुहोस्, हस्ताक्षरकै माध्यमबाट सारा जनताहरूले बोलिराख्नु भएको छ। हिजो भर्खरै हामीले चाहिँ ललितपुरबाट नै हामीले 67,000 करिब 70,000 को हाराहारीमा हस्ताक्षर बुझाइसकेका छौँ। यो प्रथम चरणको भनिसकेपछि त हस्ताक्षर त एकजनाले 10 पटकसम्म गरेको भन्ने पनि समाचारहरू आएको छ। हो, यो समाचार मिथ्या हो, किनकि हामी हस्ताक्षर अभियानमा हामी आफै जुटेका छौँ। त्यसकारण कसैले पनि दोहोऱ्याएर मैले एक ठाउँमा गरिसकेँ भन्नेलाई हामीले दोहोऱ्याएर गर्न दिएको छैनौँ। तैपनि यसलाई चाहिँ हामीले इन्ट्री गर्ने बेलामा एकचोटि नाम आएपछि त्यसलाई डबल इन्ट्री हुँदैन। यो त हामी सबैलाई थाहा भएकै कुरा हो। एकदम